गाइस सिलगढीमा अब गरमको मौसम लाग्न थाल्यो। अब म अनबक्स गर्दैछु गाइस। यसलाई म खोल्दैछु। अब यहाँ चाहिँ के रहेछ अब हेरौँ। बिस्तारसँगले ओ यो एकदम राम्रो रहेछ। यो फ्यान मेन यही हो। अनबक्स गर्दैछु। यो सायद मलाई लाग्छ मोटर होला, यहाँ केही लेखेको छैन। मलाई लाग्छ यो मोटरै हो जस्तो लाग्दैछ। गइरहेको झारलाई फेरि त्यो पहिला त्यो मुनि मजाले पर्छ। त्यस्तो होइन। यस्तो छ। यस्तो निकाल्नु न। बस्नुपर्छ यसमा। अब यो काट्यो भाइ गरेर देखायो देखा पर्नु पऱ्यो या बोर्ड लाउनु पऱ्यो होइन। मैले कति ट्राई गर्दाखेरि फ्यान जोड्नु सक्यो, सक्सेस भयो। बल्ल अब आउनेवाला जो गर्मी चाहिँ अलिकति राहत पाउँछ कि भन्ने पूर्ण आशा राखेको छु। तपाईँले कति बजीदेखि बनाउनु थालेको? यो मैले फर्स्ट टाइम कति बजीदेखि बनाउनु थालेको? मलाई त यो अहिले जो त्यही त भने त फर्स्ट टाइम ऊ गर्दाखेरि चाहिँ मलाई तकरिबन मैले 3 बजीदेखि स्टार्ट गरेको। 3 बजी त होइन, 3 बजी त म थाकेर गएको। म 3 बजीदेखि स्टार्ट गरेको। अहिले कति बज्यो? दिमाग लाउँदा यताउता गर्दाखेरि त होइन, र पनि मेरो लागि चाहिँ अब एउटा च्यालेन्जको नै कुरा भयो। ए लु अब खोलिकन देखाइदिनु त कस्तो बस्दैछ। यो चाहिँ एकदम राम्रो रहेछ हो। खोलिकन देखाउनु। इच्छा छ भनेदेखि तपाईँहरूले पनि लिँदा हुन्छ। हेर्नुहोस् एकदम राम्रो, एसी भन्दा राम्रो पुरै अब टिप्न गर्दा। तपाईँहरूले जति पनि यो भिडियो मेरो हेर्नुहुन्छ उहाँहरूले मेरो यो भिडियो मन पर्यो भने लाइक अनि सेयर गरिदिनुहोस्। र फेरि नेक्स्ट अर्को भिडियोमा